ठुलो एउटा केरा 8 किलो छ होला ठ्याङ्गानबाट उता हामी सिन्धु जाने त्यो बाटोमा केराहरू दिएर बिहान कति 6 बजेतिरबाट काठमाडौँबाट हिँडेको हामी यति बेला अब लगभग 8:30 हुनुला यहाँ आइपुग्दा यस्तो दामी यस्तो ठुलो केरा हजुर म चाहिँ अब फर्स्ट टाइम खाएको जिन्दगीमा केरा अरू खान सक्दैन होला त हामी चाबा गाउँ आइपुग्यो चाबा गाउँबाट अब यो टिका भएर हुँदै सिन्धुली यात्रा सिन्धुली चाहिँ लागि हाम्रो गाडीहरू आउँदैछ कसो टिका भएर पुल आयो बागमती गाउँपालिका 3 नम्बर छबेली ललितपुर जिल्ला ल खाजा खाने ठाउँ होटल यो ल खाजा खानुभयो मामाहरूले ल ल छबेली छबेली छबेलीमा हवेली भजनलाई खाजा घर खबर भन्ज्याङ बकैया ठिङ्गन मगलपुर हाँ हाँ नहीं क्यों जुतर जाम ये तो बड़ा बकैया गाँव वाले हो यार 12 बर्डर ठिङ्गन मगलपुर लै ठिङ्गन तो काजी ठिङ्गन 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 बजार हिँड्छु खबर भन्ज्याङ ठिङ्गन ठिङ्गन कति चुम्बज कता कति 100 रुपियाँ किलो 100 रुपियाँ दर्जन ना क्या त्यहाँबाट होइन एउटा आधा किलो होला त यो चाहिँ एकदम बहुत ठुलो केरा कुन केरा हो यो खास यो केरा कुन केरा हो नाम चाहिँ थाहा भने दिदीलाई सोध्नुपर्छ मुङ्ग्रे केरा मुङ्ग्रे केरा रे एउटा आधा किलो भन्दा बढी होला टेस्ट गर्नु तपाईँ पनि हैन अब सक्दैन होला एउटा भन्दा यत्रो रहेछ ठुलो रहेछ नि आमा यत्रो मकैको घर यत्रो ठुलो एउटा केरा आधा किलो भन्दा बढी होला ठ्याङ्गानबाट उता हामी सिन्धु जाने त्यो बाटोमा केराहरू दिएर बिहान कति 6 बजेतिरबाट काठमाडौँबाट हिँडेको हामी यति बेला अब लगभग 8:30 हुनुला यहाँ आइपुग्दा यस्तो दामी यस्तो ठुलो केरा हजुर म चाहिँ अब फर्स्ट टाइम खाएको जिन्दगीमा केरा अरू खान सक्दैन होला त यो ठाउँलाई के भन्छ खास घुम्ती हजुर सिमात घुम्ती यहाँबाट कहाँ जान्छ काठमाडौँ यता तलपट्टि हेटौँडा अनि यता यो कच्ची बाटो चाहिँ यो हात्तीसुँडे शिरपुर छतिवन हात्ती सुँडे शिरपुर छतिवन जाने बाटो हजुर ए यो चाहिँ 3 दो बाटो रहेछ है केरा चाहिँ एकदम खतरा रहेछ बाटो बाटो डेन्जर छ हजुर बाटो एकदमै ओह्रालो एकदम गाह्रो छ गाह्रो छ गाह्रो हजुर
यो चाहिँ एकदम सिन्धुली झाडीको सिन्धुली झाडीको भाइरल रोड भन्छन् के भन्छ र सर यसलाई त्यसलाई सिन्धुलीको भाइरलै भनौँ न प्रायः सबैजनाले यहाँ अब माथि पहाडी लो मार्ग नि हो यो उता सिन्धुली गढी निस्किने बाटो यताबाट सिन्धुली गढी झापा झापा धारण अब उता पूर्व जाने बाटो भनौँ यताबाट चाहिँ काठमाडौँबाट आउने भनौँ न है काठमाडौँ अब यहाँबाट हेटौँडा फावरबारी हुँदै उता पुग्न सकिन्छ So